साथीहरू, गुड मर्निङ। सबैजना कस्तो हुनुहुन्छ? म चाहिँ अलिकति फिट भएर आज चाहिँ मर्निङ टाइममै भिडियो बनाएको मैले हो। अनि त्यो भएर सबैजनालाई म चाहिँ भर्खर भन्दा पनि भर्खर उठेको। अब चाहिँ एकछिनबाट चाहिँ ब्रेकफास्ट बनाउँछु र तपाईँहरूलाई म ब्रेकफास्ट बनाएर देखाउँछु ल। ओइल फ्री ब्रेकफास्ट बनाएर देखाउँछु मेरो आज चाहिँ म के ब्रेकफास्ट खान्छु भनेर हो। अन्त तपाईँ सन्चै सुविस्ता होला है। हिजो त खै मेन सिलगढीतिर त गर्मी छ भने चाहिँ यहाँ सालबारीमा चाहिँ अलिक चिसो छ। आज पनि अलिकति कम चिसो छ। हिजो त चिसो थियो, दार्जिलिङमा पनि हिजो त चिसो छ भन्दै थियो हो। अनि त्यो भएर के गर्नु साथीहरू, यस्तै छ यहाँको वेदर चाहिँ। योपालि चाहिँ गर्मी चाहिँ जोडको हुन्छ होला जस्तो छ। म तपाईँलाई देखाइदिन्छु ल यहाँको कस्तो छ नि मर्निङको। के भन्नु, पुरै त देखाउनु सक्दिनँ। यहाँ चाहिँ यस्तो छ। सेरी झन् गाह्रो पर्छ हो साथी। भर्खर घाम लाग्दैछ, भर्खर घाम लाग्दैछ। यहाँ चाहिँ भर्खर घाम लाग्दैछ हो। अन्त फेरि त्यो भएर यहाँ चाहिँ अब भर्खर बनाउँदैछ डब्बुहरू हो। अनि त्यो भएर हेलो फ्रेन्ड, गुड मर्निङ। यो चाहिँ मेरो आजको ब्रेकफास्ट बनाएर तपाईँलाई देखाएको। यहाँहरू त रागीको रोटी, यो चाहिँ कोदोको आटाको रोटी हो। र आटा चाहिँ अलिक मिक्स गर्नै पर्दछ। अनि यो अन्डाको भुज्री बनाएर खाएको मैले कति महिना बाद चाहिँ। अन्डा त खान्छु तर बोइल गरेर भित्रको खानु हुँदैन होइन। 2 महिना बाद चाहिँ मलाई यस्तो खानु मन परेको। तर यो चाहिँ ओइल फ्री भुज्री हो। यो चाहिँ मैले तेल नहालिकन भुज्री बनाएर खाएको। हेर्नु हुँदछ त तेल बेगर पनि खायो भने अब के गर्नु, आफूलाई हेल्थको इस्यु भएपछि त होइन। हुनु त म युज गर्छु त्यो अलिभ ओइल युज गर्छु, तर अलिभ ओइल अहिले धेरै पनि युज गर्दिनँ किनभने मलाई अलिक गाह्रो पर्छ, दुख्छ क्या। अनि त्यो भएर अन्त म अलिभ ओइल चाहिँ केमा युज गर्छु भन्दा चाहिँ कोही बेला यसो गिलो रोटी, अलिभ ओइल चाहिँ केमा युज गर्छु भन्दा चाहिँ गिलो रोटी बनाउनुमा। अनि त्यो चेला बनाउनु मलाई अलिक चाहिन्छ नि, त्यो पनि थक हालेर होइन। म त ब्रसले मात्रै ग्रेस गर्छु क्या, ज्यादा खाँदैन किनभने मलाई अलिक दुख्छ तेल। किनभने मलाई अब टोटली 3 मन्थै बोइलर खानु भनेको थियो। अनि त्यो भएर यो चाहिँ जस्ट तपाईँलाई सेयर मात्रै गरेको आजको ब्रेकफास्ट भनेर हो। अन्त यो त चिया होइन ल साथी हो, यो चाहिँ हर्लिक्स हो। हर्लिक्स मलाई बहिनीले ल्याइदिनु भएको थियो। अनि त्यो नभए त म खाँदिनँ हर्लिक्स चाहिँ, किनभने यो त त्यो तर यो चाहिँ सुगर फ्री रहेछ। अनि त्यो भएर कम मात्र कोही बेला खान्छु हो। फ्याटी लिभरको लागि चाहिँ ग्रिन टी खानु चाहिँ बेस्ट रहेछ। म त बिर्सिन्छु नि ग्रिन टी खानु त कोही बेला कि ल्याउनु चाहिँ लिएको छ होइन। खानु बिर्सिन्छु किनभने अब हामीलाई त थाहा छ तपाईँलाई एक मग चिया खाने बानी हो, ग्रिन टीहरूको कहाँ याद आउँछ नि। अनि त्यो भएर ल साथीहरू, तपाईँहरू पनि खानुहोस्, तेलहरू कम्ती गर्नुहोस् है, मेरो जस्तो बिमार होला।